आज चाहिँ हाम्रो युथ क्याम्प भइरहेको छ डे फर्स्टको कवितापुरी सर्च गर फर्स्टमै आउँछ आज चाहिँ सबैजना दिदीबहिनीहरू हुनुहुन्छ अनि यता गर्ल्स यस्तो राम्रो सिन देखिरहेको छ हाम्रो चाहिँ आज हाइकिङको फोर्थ डे हो अनि अब हामी चाहिँ यहाँबाट अब हाइकिङ ओह्रालो झरेर जान लागेको छ अनि त्यसपछि यहाँ चाहिँ हाम्रो यो रुम हो अनि यताबाट चाहिँ यस्तो राम्रो सिन देखिन्छ अब चाहिँ हामी फाइनल्ली हिँडिसकेको छौँ हामी चाहिँ यतातिर छौँ अब फाइनल्ली ब्याग बोकेर हामी चाहिँ अब घर जान लागिरहेको छौँ अनि अब मेरो चाहिँ नयाँ भ्लगहरू म बाटोको सिनहरू पनि देखाउँछु स्किप गर्दै सबैजना झोला हातमा राख ल सबै यहाँ चाहिँ यस्तो राम्रो ऐसेलु छ वाउ यस्तो धेरै रुख रहेछ यहाँनिर ऐसेलु टिपिरहेको छ यति धेरै टिपिसक्यो वाउ म नि टिप्न लाग्दैछु आइरहेको छ यता कहाँबाट झर्ने उता भइराख बनाउ न यताबाट यो मान्छे त हो राम्रो धारा छ हामी चाहिँ सबजना हिँडिरहेको छौँ हामी कति दिनको के अरे क्याम्प गरेर फर्किँदैछौँ के हो सर्पा साथीहरूले सर्प देख्यो भन्दैछ हेरौँ हामीलाई चाहिँ यति ठुलो सर्प देखिरहेको छ यहाँ माथिबाट हेर्दा चाहिँ यस्तो राम्रो चौरी छ होइन म चाहिँ बेला आएको बेला यो चौरी एकदमै राम्रो लाग्छ अनि यो चौरीमा बस्नको लागि पनि अनि त्यही भएर मैले यो भिडियो चाहिँ नबनाइकन छुट्टै बुझेन होइन त्यही भएर यस्तो राम्रो मोटै थियो अनुहार चाहिँ सानो हेलो गाइस यस्तो दामी जङ्गल सिनहरू देखेको छ म चाहिँ यतातिर छु